मल बोकाइ टोलीहरूको छ यस्तै केटा हो फेरि यहाँ केटीलाई हुँदैन रामेछापमा बिहे गरेर आउने केटीलाई चाहिँ काम गराइँदैन हामी केटाले गरिन्छ अरू ठाउँतिर चाहिँ के छ है सुखले पाल्दिनौँ हामी त रामेछापतिर बुढापाखा भयो नि बुढीलाई लाउँदैनौँ नि हामी त ठिटा यसरी ग्रुप मिलिन्छ 60 वर्षीय पनि छोरा 60 वर्षदेखि 18 युवा महिला र हाम्रो यस्तै छ साथीहरू कोलाई मनपर्छ यहाँतिर आउन छानी हो यहाँ कति उमेर पुग्छ यहाँ बुढीदेखि त छिटी सबैलाई हो सुखमा पालिदिने हो हामी त पछाडिको 10 जना त देखिएन त छुटेछ नि त अन्त नि पछाडिको 10 जना कहाँ चलक्कै आउँदै ल कोलाई मन पर्यो कमेन्ट गर्ने यहाँ राम्रोसँग अनुहार हेरेर सुखले पालिदिइहाल्छौँ फेरि हामी त ल यस्तै छ हाम्रोतिर चाहिँ कोलाई मनपर्छ आउने बिहे गरेर झप्प लाएर आलु फलाएर त्यही बिहेमा त्यही आलु काटेर खानुपर्छ मिलेर